आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुली बागमती प्रदेशकै पहिलो भएको छ। बागमती प्रदेश अन्तर्गत सञ्चालित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूको आर्थिक वर्ष 2081-82 का स्वास्थ्य कार्यक्रमहरूको मूल्याङ्कनमा पहिलो भएको हो। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट दोस्रो र चितवन तेस्रो भएका छन्। स्वास्थ्य सेवा सूचक, कार्य सम्पादन तथा प्रस्तुतिकरण लगायतका मापदण्डमा सर्वोच्च अङ्क प्राप्त गर्दै सिन्धुली शीर्ष स्थानमा उक्लिएको हो। आर्थिक वर्ष 81-82 मा सम्पादित गरेका कामहरूको आधारमा चाहिँ विभिन्न सूचकहरूमा चाहिँ मापन गर्दाखेरि बागमती प्रदेशको सिन्धुली जिल्ला चाहिँ प्रथम स्थान हासिल गर्न सफल भएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट प्रवाह हुने सेवा र कार्यक्रमहरू लगायत कार्यालयले प्रदान गरिदिने सेवा र विभिन्न निकायहरूबाट गरिने मूल्याङ्कनको आधारमा चाहिँ बागमती प्रदेशको प्रथम स्थान हासिल गर्न सफल भएका हौँ र यस कार्यालयमा कार्यरत सम्पूर्ण चिकित्सक र कर्मचारी मित्रहरू सम्पूर्णलाई चाहिँ धन्यवाद दिन चाहन्छु। आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई सहयोग गर्नुभयो र सद्भाव राख्नुभयो र सकारात्मक सुझावहरू दिनुभयो। सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यहाँहरूको सहयोगको अपेक्षा गर्दछु। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीले बहिरङ्ग सेवा, पञ्चकर्म, निशुल्क फिजियोथेरापी सेवा, निशुल्क योग सेवा, निशुल्क स्वास्थ्य जीवन प्रवर्धन कार्यक्रम, निशुल्क औषधि वितरण, निशुल्क ज्येष्ठ नागरिकहरूको स्वास्थ्य प्रवर्धन सेवा कार्यक्रम सञ्चालन गर्दै आइराखेको छ। हरेक बुधबार निशुल्क मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीले यस सफलताले आफूलाई अझ जिम्मेवारीपूर्ण भूमिकामा उभ्याएको उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा, दिगो स्वास्थ्य व्यवस्थापन र समुदायमुखी कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइने जनाएको छ।